वेलकम एभ्रिवान। सम्पूर्ण साथीहरूलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। र आजको भिडियोमा चाहिँ म चाहिँ हजुरहरूलाई यो हाम्रो वर्ड होइन अफिस प्रोग्राम अन्तर्गतको वर्ड र पावर पोइन्टमा युज हुने मेनली युज हुने दुईवटा एकदम इम्पोर्टेन्ट कुराहरू म हजुरहरूलाई सिकाउन गइरहेको छु। र तपाईँहरूमध्ये कसैलाई चाहिँ थाहा भएको पनि हुनसक्छ है। थाहा भएको थियो भने कमेन्ट लेखिदिनु, थाहा थिएन भने र हेल्पफुल भयो भने भिडियो पनि र हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ, लाइक गरिदिन सक्नुहुन्छ भिडियो। र हजुर अब चाहिँ ढिलो नगरिकन चाहिँ म आफ्नो कम्प्युटर स्क्रिनको चाहिँ अब आफ्नो हजुरलाई देखाउन गइरहेको छु आफ्नो काम। र सबैभन्दा पहिला चाहिँ हामी हेर्नुहोस् है त वर्ड। मैले वर्ड खोलेँ, मेरोमा चाहिँ पुरानो भर्जन छ वर्ड 2007। ल हेर्नुहोस्, मेरोमा चाहिँ यहाँ माथि टाइम्स न्यू रोमन भनेर आयो नि माथि, यो डाइरेक्ट अटोमेटिक र मैले टुवेलमा सेट गराएको छु। मैले जति पनि नयाँ जे गर्न खोज्छु नि, जे खोल्न खोजेँ भने ल यसलाई मैले अहिले फेरि काटेर खोल्छु है। यो काटेँ र फेरि मैले ल वर्डलाई खोलेँ। देख्न सक्नुहुन्छ मेरो टाइम्स न्यू रोमन र 12 भनेर आयो। यो कसरी आयो त, यो सेटिङ कसरी गराउने भन्दा चाहिँ म तपाईँहरूलाई एकदम सर्टकटमा बताउन गइरहेको छु। हेर्नु है त, यसको लागि सधैँ तपाईँको खोल्दाखेरि चाहिँ यो टाइम्स न्यू रोमन र फन्ट साइज चाहिँ 12 पनि गराउनको लागि चाहिँ हजुरहरूले यो के गर्ने, राइट क्लिक गर्नुहोस् यो पेजमा। अनि यहाँ चाहिँ एउटा के भन्छ फन्ट भन्ने अप्सन छ, देख्न सक्नुहुन्छ। फन्टलाई क्लिक गर्नुहोस्। अनि फन्टलाई क्लिक गरिसकेपछि यहाँ हजुरले सेटिङ आउँछ, माथि पनि टाइम्स न्यू रोमन राखिदिनु, अनि यता 12 राखिदिनु साइज। अनि यहाँ कम्प्लेक्स स्क्रिप्टमा पनि टाइम्स न्यू रोमन राखिदिनु, रेगुलरमा यो साइज पनि 12 राखिदिनुहोस्। अनि यसलाई चाहिँ यसरी डिफल्ट भनेर लेखेको छ नि तल, डिफल्ट भनेर ओके गरिदिनु। यसो भने यस डिफल्ट भनेपछि हजुरको चाहिँ अब सधैँ चाहिँ हजुरहरूले यो खोल्दाखेरि डु यु वान्ट टु सेभ दिस भने नोमा सेभ गर्न चाहँदैन। र म फेरि यो खोलेर उ गरेँ भने वर्ड खोल्यो भने ट्याक्कै हेर्नु टाइम्स न्यू रोमन 12मा आउँछ। अहिले जुन पनि ल्याङ्ग्वेज र जुन पनि नम्बरमा सेट गर्न सक्नुहुन्छ। यसरी चाहिँ हजुरलाई झन्झट हुँदैन है, यहाँबाट म्यानुअली चेन्ज गर्नु पर्दैन। एउटा भयो यसको, यो भयो वर्डमा कसरी चाहिँ फन्टलाई डिफल्ट फन्टमा चाहिँ आफूलाई मन परेको फन्ट राख्ने भन्ने। अब अर्को भिडियो छ, अर्को भिडियो नै अर्को छ हाम्रो काम भनेको यस्तै सेम केमा भन्दाखेरि यो पावर पोइन्टमा। मैले त पावर पोइन्टमा नि सेभ गरिसकेको छु गाइज, देख्न सक्नुहुन्छ। मैले यहाँ क्लिक गर्दाखेरि टाइम्स न्यू रोमन 44 आएको छ। अनि यहाँ तल पनि टाइम्स न्यू रोमन 32 भनेर आइसकेको छ। यो चाहिँ यसको एप्रोप्रिएट साइज हो है। यहाँ चाहिँ अरू क्यालिब्री अरू आएको हुन्छ हजुरहरूको। यसको लागि चाहिँ हजुरहरू कहाँ जानुपर्छ भन्दाखेरि भ्यूमा जानु। सबैभन्दा पहिला भ्यूमा गइसकेपछि हजुरहरूलाई कहाँ जाने भन्दाखेरि चाहिँ स्लाइड मास्टरमा भने जानुहोस्। स्लाइड मास्टरमा गइसकेपछि यहाँ हजुरहरूले देख्नुहुन्छ फन्ट भनेर, फन्ट देख्नुहुन्छ। यहाँबाट चाहिँ एउटा हजुरले नै क्रिएट न्यू टाइम भन्नेमा जानुहोस्। अनि यहाँ पनि यो दुईवटा सिलेक्ट गरिदिनु। अनि यहाँ चाहिँ आफ्नो कस्टम टु अथवा कुनै नाम राख्न सक्नुहुन्छ है। अनि यसलाई चाहिँ यहाँबाट सेभ गरिदिनुहोस्। म चाहिँ यसलाई मधु भनेर सेभ गरिसकेको छु, एमएडी यस्तो मधु भनेर मैले यहाँबाट सेभ गर्छु है। सेभ गरिसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ मैले सेभ गरिनँ, मेरो भइसकेको छ। सेभ गर्नुहोस्। सेभ गरिसकेपछि अनि क्लोज गर्नुहोस्, क्लोज स्लाइड मास्टर गर्नुहोस्। त्यसपछि जानु यहाँ डिजाइनमा गएपछि सुरुमा कर्सर राख्नुहोस्। डिफल्ट थिम युज बाई अल स्लाइड भनेर आएको छ। सेकेन्डमा हेर्नुहोस् डिफल्ट थिम भनेर आयो। थर्डमा यो मधु भनेर मेरो नाम आएको छ। तपाईँ यसलाई के गर्नु भन्दा यसलाई डबल क्लिक गरेर एप्लाई, अनि यहाँ चाहिँ सेट एज डिफल्ट थिम भनेर हानिदिनु भयो भने चाहिँ हजुरको चाहिँ के भन्छ सेट एज डिफल्ट भनेर यसलाई ओके गरिदिनु भयो भने हजुरको के हुन्छ, जति बेला पनि तपाईँले यसलाई चाहिँ यसरी यो पावर पोइन्टलाई चाहिँ यसरी यहाँबाट खोल्नुहुन्छ है। जति बेला हजुरले खोल्नुहुन्छ त्यति बेला चाहिँ ट्याक्क तपाईँले देख्न सक्नुहुन्छ, ट्याक्क टाइम्स न्यू रोमन 44 भनेर चाहिँ हजुरको यो सेट भएर बस्छ। तपाईँलाई झन्झट हुँदैन, यो चेन्ज गरिरहनु चाहिँ हजुरलाई पर्दैन। यो थियो एउटा सर्ट इन्फर्मेटिभ टाइपको भिडियो। र हजुरहरूलाई भिडियो मन पऱ्यो भने चाहिँ हजुरहरूले लाइक गर्न सक्नुहुन्छ, च्यानल सब्सक्राइब गर्न सक्नुहुन्छ र एउटा कमेन्ट पनि छोडिदिन सक्नुहुन्छ। यो चाहिँ मलाई थाहा थिएन अहिलेसम्म। अनि यसो अनि मलाई चाहिँ झन्झट लागिरहेको थियो, किनभने धेरै काम गरिरहनु पर्ने हुन्छ नि त स्लाइडमा हाम्रो होइन। अनि त्यसलाई चाहिँ यसको समाधानको लागि चाहिँ मैले यो नेटमै खोजेर भेटाएको हो। हजुरहरूले पनि भेटाउनु त सक्नुहुन्छ, तर मैले 3-4वटा भिडियो हेरेँ अनि राम्रोसँग बुझ्ने प्रयास गरेर अनि हजुरहरूलाई चाहिँ एउटै भिडियोमा दुइटै मैले सिकाएको हो है। धेरै लङ भिडियो त छैन, 5 मिनट छ। सुरुदेखि लास्टसम्म हेर्नुहोस् अनि एउटा लाइक गरिदिनुहोस् है त। थ्याङ्क यू। अर्कोचोटि चाहिँ अर्को नयाँ भिडियोमा भेटौँला है त। बाई।